नीतिगत रूपमा योजना बनाएर तुलसीपुर उपमहानगरपालिकालाई वातावरण मैत्री बनाउनका निम्ति प्लास्टिक झोला मुक्त उपमहानगरपालिकाको रूपमा हामीले सुरुवात गर्नेछौँ र सबैलाई चाहिँ प्लास्टिक प्रयोग गर्ने कुरामा हामीले रोक लगाउँदै सहभागी बनाउँदै एउटा वातावरण मैत्री उपमहानगरपालिका निर्माण गर्नेछौँ। यहाँको फोहोरलाई व्यवस्थापन गरी मोहरमा बदल्नेछौँ। हामीले भनेका छौँ तुलसीपुर उपमहानगरपालिकामा हामीले कार्यभार सम्हाल्नका दिन हामीले हाम्रो घोषणा पत्रमा राखेका थियौं 1 मुख 10 रुखको अभियानलाई अघि बढाउन हामीले हाम्रो कामको सुरुवात तुलसीपुर उपमहानगरपालिकाको प्राङ्गणमा वृक्षारोपण गरेर हामीले हरियाली उपमहानगरपालिकाको अभियानलाई अगाडि बढाउने कामको तयारी हामीले गरेका छौं। त्यही रूपमा हामीले अघि लैजानेछौं। हामीले भनेका छौं तुलसीपुर उपमहानगरपालिकामा हामीले हिजो निर्वाचनका बेलामा प्रतिबद्धता व्यक्त गरेका छौं। आज बजारमा एम्बुलेन्सहरू छन् तर गाउँ कुना काप्चामा एम्बुलेन्सहरू छैनन्। बिरामीहरूलाई चाहिँ अस्पताल ल्याउनका निम्ति समस्या छ। त्यही कुरालाई मध्यनजर गरेर हामी सबै वडाहरूमा ग्रामीण वडाबाट एम्बुलेन्स सञ्चालनको कुरालाई हामीले प्राथमिकता रूपमा राखेका छौं र त्यसले बिरामीहरूलाई चाहिँ सेवा दिनका निम्ति हामीले सुरुवात गर्नेछौं। हामीले प्रतिबद्धता व्यक्त गरेका छौं।